दर्शकवृन्द नमस्कार, म निमकान्त पाण्डे। धानकोमा बस्नुस् है, धानकोमा बस्नुस्। भिडहाडको दम्भ र पाखुराको दम्भ देखाउनु भयो भने त फेरि हेलिकप्टरमै झुन्डिएर भाग्नुपर्छ। लड्छु, मलाई चिन्ता छैन लड्नको निमित्त। म माथि तरवारहरू धेरै झुन्डिएका छन्, मुद्दा बाँकी छन्। अपदस्थ सरकार गयो तर उनले झुन्ड्याएको मुद्दा मेरो टाउको माथि अझै पनि छ। मान्छे हुन पाउँछु, म मान्छे हुन पाउँछु। तिमीहरूले मलाई मान्छे मात्र हुन दिन्छौ। मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल ढाल्न पर्याप्त छ। रविलाले अगान अनागरिक बनायौ, जबरजस्ती झुटा मुद्दा हालेर संसदबाट बाहिर निकाल्यौ, जनताको मनबाट बाहिर निकाल्न सक्छौ भने जनताको मनबाट बाहिर निकाल। तयार छ रवि लामिछाने। म माथिको अपराधको सिलसिला सकिएको छैन। मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएर हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याइदिएको मुद्दा मसँग छ। अपदस्थ सरकार हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही पनि फरक पर्दैन। सुशासन